नमस्कार दर्शकवृन्द, म मोहन गोले तामाङ। 2082 भदौ 23 र 24 गते जेनजी पुस्ताको उथल पुथलकारी विद्रोहपछि मुलुकको राजनीतिक कोर्स कता मोडिएला, जेनजी नेताहरूले के गर्लान्, संसद पुनर्स्थापनाको पक्षमा रहेका राजनीतिक दलहरूले चुनावमा भाग लिन्छ कि लिँदैन, वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन्छ कि उभिँदैन, निर्वाचन गर्ने म्यान्डेटका साथ गठित सरकारले फागुन 21 गते चुनाव गर्न सक्छ कि सक्दैन, आम जनतामा यति बेला सर्वत्र चासोको विषय यिनै प्रश्नहरूको सेरोफेरोमा केन्द्रित रहेको छ। नेपाली जनता शान्ति चाहन्छन्, सुव्यवस्था चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन् र विश्व सामु यो देशको शिर उच्च भएको देख्न चाहन्छन्। जनताका यस्ता अनगिन्ती चाहनाहरू पूरा हुन्छ कि हुँदैन, आजको भिडियोमा म यही सेरोफेरोमा केही कुरा गर्नेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। 2082 भदौ 23 र 24 गते नेपालको इतिहासमा नै यति धेरै जनधनको क्षति भएको पहिलो परिघटना हो। 2007 सालको जनक्रान्ति, 2046 सालको प्रथम जनआन्दोलन, 2052 सालबाट सुरु भएको 10 वर्षे माओवादी जनयुद्ध र 2062-63 को 19 दिने ऐतिहासिक दोस्रो जनआन्दोलनमा पनि यति ठुलो क्षति भएको थिएन। माग र मुद्दाको हिसाबले हेर्ने हो भने जेनजी विद्रोहको त्यति ठुलो र धेरै मागहरू पनि थिएनन्, तर जनतामा चरम निराशा र आक्रोशको मात्रा भने भयानक र अजङ्गको थियो। यसले 81 विस्फोटको रूप लिन पुग्दा इतिहासमा सबैभन्दा महँगो क्षति हुन पुग्यो। भदौ 23 र 24 गते 2 दिनसम्म लगभग 27 घण्टा चलेको विद्रोहमा 6 दर्जन बढी नेपाली जनताका होनहार छोराछोरीको बलिदानी भयो। सयौं घाइते र अपाङ्ग हुन पुगे। व्यक्तिका निजी सम्पत्तिदेखि राज्यको सम्पत्ति र ऐतिहासिक महत्त्वका सम्पदा समेत दनी जले। शान्तिपूर्ण प्रदर्शन गरिरहेका 19 जनाको पहिलो दिन नै हत्या भएपछि दोस्रो दिनको विद्रोह नियन्त्रण बाहिर गयो। यही मौकामा घुसपेठिया र आपराधिक समूहको निशानामा परि राज्यको हेडक्वार्टर सिंह दरबारदेखि सर्वोच्च अदालत समेत जल्न पुग्यो। भौतिक संरचना त खाक भयो नै, सुरक्षा कर्मीलाई समेत कुटी कुटी मारियो। स्कुलबाट किताबको झोला बोकेर घर फर्किँदै गरेका कलिला नानीको टाउकोमा गोली दागियो। न्याय माग्न सडकमा उभिएकाको छाती छेडियो। सडकभरि जेनजी पुस्ताको रगत पोखियो। 2 दिनसम्म हामीले यिनै हृदय विदारक दृश्यहरू देख्यौं। आन्दोलनमा परि ती मान्छेहरूले ज्यान गुमाए जोसँग लामो भविष्य बाँकी थियो अनि आफ्नो भविष्यलाई रङ्गीन बनाउने सुन्दर सपनाहरू थिए, ती सबै खोसियो। अस्पतालहरूमा अहिलेसम्म पनि त्यस्तै बेहालको स्थिति छ। सयौं घाइतेहरू अस्पतालको शय्यामा छटपटाइरहेका छन्। कसैका खुट्टा छैनन्, कसैका हात गुमेको छ, कोही आवाज विहीन हुनुभएको छ त कसैको आँखाको ज्योति गुमेको छ। लाउलाउ खाउखाउको उमेरमा आज सयौं घाइतेहरू जीवन मरणको दोसाँधमा हुनुहुन्छ। उता घाइते र शहीद परिवारको अवस्था हेर्ने हो भने पनि उस्तै बेहाल छ। दर्जनौं आमाहरूको काख रित्तो भएका छन्। सन्तान गुमाउँदाको पीडाले महिनौं दिनसम्म आमाहरूको आँखाबाट आँसु बगिरह्यो। अहिलेसम्म पनि आँखा राम्रोसँग ओभाएका छैनन्। परिवारको सिन्दूर पुछिएको छ। कतिपय पढ्ने उमेरका लाला बालाहरू अभिभावक विहीन बनेका छन्। तर सडकमा बगेको शहीदको रगतको टाटो राम्रोसँग सुक्न नपाउँदै सत्ता स्वार्थका शरमलाग्दो कुराहरू हामी सुन्दैछौँ। अस्पतालको शय्यामा छटपटाइरहेका घाइतेहरू राम्रोसँग तङ्ग्रिन नपाउँदै नेपालको राजनीतिमा कस्तो खिचडी कसले पकाउन खोज्दैछ?
शहीद परिवारको आँखा ओभाउन नपाउँदै कस्तो राजनीतिक सौदाबाजी हुँदैछ। खबरदार, जनताको छोराछोरीको रगत खोलामा बगेको पानी होइन। रगतमा खेल्ने छुट कसैलाई छैन। आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने नाममा देश बर्बाद बनाउन पाइन्न। यो देश पार्टीका 2-4 थान नेताको मात्रै ठेक्कामा परेको जस्तो गरी नसोच्नु। यो देश 3 करोड नेपाली जनताको पनि हो। सबैको बराबरी हिस्सा छ। चाहे आफूलाई बहुसंख्यक भनेर दाबी गर्ने समुदाय हुन् वा थोरै समुदायमा रहेका राउटे समुदाय हुन्, सबैको राष्ट्रियता बराबरी हुन्छ। देशलाई अप्ठ्यारोमा पर्यो भने फेरि पनि जनता जुर्मुराएर उठ्नेछन्। यसैले म जेनजीका नेताहरूलाई पहिलोचोटि भन्दैछु, तपाईहरूको दर्जनौं समूह र उपसमूह छन् अरे। पार्टीहरूले पनि थरी थरी कलरका जेनजीहरू गठन गर्दैछन् रे। यस्तो खबरले हामी नेपाली जनतालाई सबैभन्दा बढी खल्लो बनाएको छ। हाम्रो अनुरोध छ, यो सबै गुट र उपगुटहरू बन्द गर्नुहोस्। जसरी 2082 भदौ 23 गते तपाईहरू सबैजना एक ठाउँमा जुट्नुभयो र दुनियाँलाई चकित बनाउने गरी त्यो अदम्य साहस देखाउनु भयो, तपाईहरू त्यसै गरी फेरि एक ठाउँमा जुट्नुहोस्। किनकि देशले आज तपाईहरूको एकता खोजेको छ। नेपाली जनता तपाईहरू एक ठाउँमा उभिएको हेर्न लालायित छन्। म जस्ता उमेर ढल्किँदै गरेका जेन एक्सहरू तपाईहरू लामबद्ध भएर नेपालको राजनीतिक शुद्धिकरणमा लागेको हेर्न र देख्न चाहन्छन्। आज म किन पनि यो कुरा भन्दैछु भने जेनजी विद्रोह त भयो, तर विद्रोह सफल भएको छैन। सफल विद्रोह त त्यो हो जुन विद्रोहपछि विद्रोहले उठाएको सवालहरू सम्बोधन हुनेछन्, जुन दिन देशको हरेक अङ्ग तहमा सुशासन कायम हुनेछ। घुसखोरी र भ्रष्टहरू ठाउँको ठाउँ कारबाहीमा पर्नेछन्। समाजमा सामाजिक न्यायको प्रत्याभूति छाउनेछ। सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग बीचको विभेदको जुन दिन समूल अन्त्य हुनेछ, त्यस दिन मात्रै विद्रोह सफल भएको मानिनेछ। त्यसैले विद्रोह भयो, यो यथार्थ हो। यसलाई सफल बनाउन यो विद्रोहका निर्णायक शक्तिहरू तपाईहरू एक ठाउँमा जुट्नै पर्छ। तपाईहरूसँग लामो भविष्य बाँकी नै छ। मन्त्री, सांसद, नेता सबै थोक बन्न अहिले नै हतार र तछाड मछाड गर्नै पर्दैन। ती सबै बन्ने अवसरले तपाईहरूलाई नै कुरिरहेको छ। अबको दुनियाँ तपाईहरूको पुस्ताको हो। देश तपाईहरूकै एजेन्डामा अघि बढ्नुपर्छ। विद्रोहमा धेरै भत्किएको छ, पोखिएको छ, च्यातिएको छ। भौतिक संरचना मात्रै होइन, मन पनि फाटेको छ। यो सबैलाई जोड्ने, सिउने र उठाउने सामर्थ्य तपाईहरूसँग नै छ। तपाईहरू सुन्दर भविष्य र सपना बोकेर फक्रिँदै गरेको फुलहरू हो। यसरी फक्रिनुहोस् कि उदाउँदो सूर्य पनि लजाओस्। त्यसको लागि फेरि पनि भन्छु, तपाईहरूसँग मिल्नुको विकल्प छैन, मिल्नुहोस्। जेनजी विद्रोहपछि सत्ता गुमाएका राजनीतिक दलहरूलाई पनि मेरो अनुरोध छ, नेपालमा पछिल्लो पटक जे भयो त्यो तपाईहरूको नै विगत 35 वर्षसम्म राज्य सञ्चालनमा भएका कमी कमजोरीका कारण भयो। कुनै अमुक शक्तिलाई दोष देखाएर उम्किने छुट छैन। गल्तीको गम्भीर आत्मसमीक्षा सहित जनतामा जानु नै तपाईहरूको महानता हुनेछ। मैले यति वर्ष राजनीति गरेको, म यति वर्ष जेलमा बसेको, मेरो बाबु ठुलो नेता, आमा बडा घरानाको भनेर 7 पुस्तासम्म त्यसको ब्याज खान नखोज्नु। किनकि राजनीति सेवा हो, व्यवसाय होइन। सेवाको मेवा खान मिल्दैन। मेवा खाने हो भने श्रम गर्नुपर्छ, व्यवसाय चलाउनु पर्छ। 7 पटकसम्म प्रधानमन्त्री बन्ने सपना नदेख्नु। जनता जागेपछि त्यस्ता भविष्यवाणी 7 पटक होइन 77 पटक फेल खान्छन्। 35 वर्षमा 30 पटक सरकार फेरेर संसदीय व्यवस्थाको नै फेरि पनि उपहास नगर्नु। खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने व्यापारीहरूको पसल अब चल्नेवाला छैन।
अर्को नयाँ वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाउन चाहनेहरूलाई पनि मेरो केही कुरा छन्। वैकल्पिक शक्ति भन्नेहरू पनि सबै मिलेर अगाडि बढ्नु। जेनजी विद्रोहले धमिल्याएको पानीमा माछा मार्न पाइन्छ कि भनेर ढोक्सा मात्रै थाप्ने हो भने त्यस्तो ढोक्सामा अब माछा पर्नेवाला छैन। जेनजी विद्रोहको भावना र जनताको समसामयिक माग मुद्दालाई सम्बोधन गर्ने खालका नवीन विचार ल्याएर आउनु। अन्तिममा एउटा अनुरोध गर्छु, अब देशलाई यो संक्रमण कालबाट जसरी पनि निकास दिनै पर्छ। अबको निकासको फैसला जनताले गर्नेछन्। लोकतन्त्रमा जनताले गर्ने फैसलाको विधि भनेको निर्वाचन मात्रै हो। त्यसैले सबै शक्ति समूहहरू निर्वाचनमा जुट्नुहोस्। विद्रोहको विकल्प विद्रोह होइन। अब फेरि पनि कोही कसैले अर्को विद्रोहको कल्पना गर्छ भने त्यो अब नेपाल देशले धान्न र थेग्न सक्दैन। यसले नरहे बाँस नबजे बाँसुरीको स्थितिमा पुग्ने मात्रै हो। अब ठण्डा दिमागले सोचौं। नेपाली समाजको अन्तर्विरोध अर्थात् रोगहरू के छन् त्यसलाई मिहिन ढङ्गले केलाउँ। जेनजी विद्रोह मार्फत सुशासन र समृद्धिको मुद्दा फ्रन्ट लाइनमा देखा पर्यो। यो नेपाली समाजको अन्तर्विरोधको एउटा पाटो हो, तर यही नै सबै होइन। यो सँगै विविधता युक्त नेपाली समाजमा वर्षौंदेखि नसल्टिएको सामाजिक न्यायको मुद्दालाई हल गर्ने उपायको पनि वैज्ञानिक ढङ्गले खोजी गर्नुपर्छ। यसभित्र सामाजिक, सांस्कृतिक, भाषिक, जातीय, क्षेत्रीय, लिङ्गीय रूपमा दलित, आदिवासी, जनजाति र महिलाका बहिष्करण विभेदका मुद्दा असरल छन्। लगभग 300 वर्षसम्म पहाडी भूमि काठमाडौँलाई राज्य सत्ताको मुख्य राजधानी बनाइएको कारण मधेसी, हिमाली र कर्णाली पनि त्यत्तिकै उपेक्षित छन्। संविधानमा गरिएको औपचारिक समानताले मात्रै अब पुग्नेवाला छैन। अब व्यवहारमा, परिणाममा देखिने वास्तविक समानता चाहियो, नत्र अर्को भूल हुनेछ। यति धेरै बलिदानी पछि, जनधनको क्षति पछि केका लागि सङ्घर्ष भएको थियो? शहीदका सपनाहरू के थिए? घाइतेहरू अस्पतालबाट छटपटाउँदै के भनिरहेका छन्? जेनजी विद्रोहको भावना र मर्म अनुसार त्यसलाई पूरा गर्नेतर्फ सबै लागौं। पछाडि फर्किने होइन, अझ अघि बढ्ने कुरा गरौं। किनकि इतिहासको पहिया सधैँ अघि बढ्छ, पछाडि फर्किँदैन। त्यसैले अझ उन्नत व्यवस्था र उन्नत अवस्थाको परिकल्पना गरौं। यसैमा हामी सबैको भलो हुनेछ। अब सबैले कामना गरौं जेनजी पुस्ताले गरेको यो विद्रोह नै नेपालको अन्तिम विद्रोह बनोस्। अब फेरि अर्को विद्रोह गर्न नपरोस्। जति रगत बग्यो, अब कहिल्यै पनि रगत बगाउन नपरोस्। आजलाई यति भने, थप अर्को भेटमा। हवस् त, धन्यवाद, नमस्कार।